तब चाहिँ नि अब टिटिएल एन्ड न्यान्ड गेट भन्ने चिज आउँछ है। टिटिएल न्यान्ड गेट भन्ने चिज आउँछ र यो चिजलाई चाहिँ कसरी पढ्ने भनेको यसको अब यसरी यति लेख्नुपर्ने हुन्छ होइन। यसले आज प्याराग्राफ एक्सप्लेनेसन गरेको छ होइन, पुरै लेख्नु पर्दैन, बुझ्नको लागि मात्र हो होइन। यो चिज छ होइन, यस्तो छ, यो यस्तो छ होइन। यसको समरी चाहिँ केस 1 केस 2 भनेर बुझ्नुपर्ने हुन्छ होइन। बुझेको कुरो सबै लेख्न सकेको छैन। टोटेम पोल आउटपुट भन्ने छ, यो कुरा चाहिँ बुझ्नुपर्छ होइन। मेन भनेको चाहिँ एडभान्टेज पनि रहेछ, अझ एडभान्टेज पनि रहेछ। बल्ल चाहिँ हाम्रो यहाँनिर टिटिएल इन्भर्टर आउँछ होइन। यतिसम्म चाहिँ बुझ्नुपर्ने कुराहरू रहेछ र इजीमा बुझ्ने। र मेन भनेको सर्किट डायग्राम हो। सर्किट डायग्राम मिल्यो भनेपछि 5 मार्क्सको क्वेसनमा अलमोस्ट 4 मार्क्स तपाईँको आयो क्या। अलिअलि फाटाफुट्टा लेख्नुभयो भने 5 मार्क्सको क्वेसनमा 4 मार्क्स तपाईँको आउँछ, सर्किट डायग्राम मात्र मिलाउनु भयो भने पनि। र सर्किट डायग्राम मिलाउनु हुन्न र जति लेखे पनि तपाईँको 1 मार्क्स आउने हो क्या। जति लेख्नुहोस् तपाईँको सर्किट डायग्राममा एउटा डट पनि छुटेको छ भनिसकेपछि तपाईँले पाउने भनेको चाहिँ 1 मार्क्स हो। यस्तो सर्किट डायग्राम बनाएर आयो भने चाहिँ ओन्ली 1 मार्क्स चाहिँ पाउनुहुन्छ यो, किनकि प्र्याक्टिसको लागि गरेको है त। प्र्याक्टिसको लागि गरेको, यसमा चाहिँ रफली छ होइन। त्यस्तो अब सरले नै जे लेखाउनु भएको छ, सरले नै जुन दिनुभएको छ त्यही लेख्दाखेरि बेस्ट हुन्छ। त्यही नै हो गर्ने नै, अरू कुनै नोट्स कुनै पनि नहेर्ने। किनकि इलेक्ट्रोनिक्सको सर्किट डायग्राम भनेको सरले जुन पठाउनु भएको छ त्यसमा नै एकदमै क्लियर हुन्छ, कुनै पनि चिजहरू मिसिङ हुँदैन होइन। यो चाहिँ रफ हो है, रफली चाहिँ कसरी के भइरहेको हुन्छ भन्ने कुरा चाहिँ हो। अब क्वेसन हुन्छ 2 इनपुट टिटिएल न्यान्ड गेट। 2 इनपुटै सोध्छ है, ठिक छ। 2टा इनपुट भएको टिटिएल न्यान्ड गेट है। टिटिएल न्यान्ड गेट चाहिँ हामीले पढ्नुपर्ने हुन्छ। इनपुट एउटा, अर्को इनपुट ए इनपुट बी, दुईवटा इनपुट त यहीँबाट भइहाल्यो। र यो फिगर पढ्नको लागि चाहिँ म तपाईँहरूलाई के आइडियाहरू सेयर गर्न गइरहेको छु, ठिक छ। सबभन्दा सुरु बनाउनु पर्ने चिज भनेको यो बनाउन सिक्नुपर्छ है। 2टा इनपुट भएको ट्रान्जिस्टर बनाउन सिक्नुपर्छ। यो बेस, यो कलेक्टर, यो इमिटर होइन, यसरी आएको हुन्छ नि त। इमिटरमा यस्तो धर्को हुन्छ, त्यही भएर इनपुट ए भनेर एउटा धर्को आयो, अर्को धर्को इमिटर भयो भनेको 2टा इमिटर आयो नि त। कलेक्टर यहाँ छ, बेस यहाँ छ, इमिटर भएको 2टा इमिटर भएको चाहिँ हुन्छ क्या यसमा। त्यही कुरा चाहिँ हामीले यहाँनिर बनाएको छ, ठिक। इनपुट ए इनपुट बी चाहिँ हाम्रो यहाँनिर यसरी हुन्छ। अनि त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि अब एकछिन वेट, ठिक छ। एकैछिन त्यो सिमोस इन्भर्टर भेटिहालेँ मैले। सिमोस इन्भर्टरको अघि एउटा भिडियो हाल्दाखेरि त्यसमा चाहिँ एउटा चिज चाहिँ मैले एक्सप्लेन गरिसकेको थिएँ। यो फिगर चाहिँ मैले अघि एक्सप्लेन गरिसकेको थिएँ। रिमेनिङ 2टा फिगर पनि थियो, त्यो 2टा फिगरलाई एकचोटि हेरिदिउँ है त, ठिक छ। इनपुट र आउटपुट भन्ने कुरा चाहिँ त्यो अघि इनपुट र आउटपुट पारेर दिएको बेला चाहिँ यो फिगर भयो। अब त्यसपछि हाई इनपुट र लो इनपुटको लागि पनि के हुन्छ, एउटा फिगर हुन्छ। त्यो सजिलो त्यही फिगर हो क्या, त्यही नै हो क्या, त्यही फिगर हो, अलिकति चेन्ज हो। यहाँनिर चाहिँ इनपुट भन्ने ठाउँमा चाहिँ अब हाई भनेर लेखिदिनुपर्छ, किनकि हामीले 1 दिएको थियो नि त। 1 र 0 दिँदाखेरि हेर त्यो यो 1 दिँदाखेरिको केस हो क्या। हाई दिँदाखेरि आउटपुट के आयो, लो। आउटपुटको ठाउँमा लो लेख्ने, ठिक छ। अब हेर न फिगरमा अफ लेखिदिने क्या, यहाँ के छ र। सुरुमा हाई दिँदाखेरि के हुन्छ, यताबाट जाँदैन भनेको थिएँ नि मैले, त्यही भएर यसमा चाहिँ अफ लेख्ने। जान्थ्यो कहाँबाट भन्दाखेरि Q2बाट जान्थ्यो होइन, Q2बाट जान्थ्यो, त्यही भएर यसलाई चाहिँ अन लेखिदिने, त्यही फिगरलाई है। यहाँबाट इनपुटको ठाउँमा चाहिँ हाई इनपुट होइन, लो आउटपुट भनेर लेखिदिनु भयो, ठिक छ। अब अर्को फिगर छ, त्यही हेर होइन, पेपर भर्ने काम भन्छ क्या यसलाई, सेम त्यही कुरा हुन्छ, पेपर भर्ने काम हो है। लो इनपुट हुन्छ, त्यसपछि लो आउँछ यहाँबाट है। यो डट भेरी भेरी इम्पोर्टेन्ट, यस्तो डटहरू चाहिँ छोड्नुहुन्न। यो डट छुट्यो भनेपछि मार्क्स जान्छ। सबै गरेर आएको छु, त्यही पनि मार्क्स किन आउँदैन भनेको यो डटले गर्दाखेरि चाहिँ तपाईँको मार्क्स चाहिँ नआउने हो। इलेक्ट्रोनिक्समा यस्तो डट छुटाउनु भयो भने चाहिँ मार्क्स आउँदैन। अब त्यसपछि यहाँनिर के हुन्छ भन्दाखेरि Q1 हुन्छ होइन, Q1 यहाँबाट जान्छ, प्लस VDD चाहिँ जान्छ। यहाँ सिफ्ट के गरेको, त्यही क्वेसनमा यहाँनिर अन लेखिदिएको छ। लो पठाउँदाखेरि Q2 अफ हुन्छ, यहाँनिर चाहिँ के हुन्छ, Q1 चाहिँ अन हुन्छ, त्यति लेखे। अनि आउटपुट चाहिँ के आउँछ, हाई आउँछ। केही छ त छैन नि, त्यही फिगर हो है, ठिक छ। यो कुरा नि मैले एक्सप्लेन गरिदिइहालेँ। अन्तखेरि चाहिँ यसमा यस्तो देख्नुहुन्छ, सिमोस नर गेट देख्नुहुन्छ। अब यो सबै पढ्न थाल्नुभयो भने चाहिँ इक्जामको आवरमा आएर यस्तो चिज नपढ्नुहोस्, किनकि इक्जाममा सोधेको छैन, आउँदैन इक्जाममा यस्तो चिजहरू होइन। अब एकदम रस आवरमा हुनुहुन्छ भने नपढ्नु, सुरुमै पढ्नु यो कुराहरू होइन। अब लास्ट आवरमा आएर चाहिँ यस्तो अप्ठ्यारो क्वेसन एकैचोटि हेर्छु भन्यो भने सकिँदैन होइन। ट्राइस्टेट सिमोस गेट भनेर छ, अब यो पढ्न थाल्नुभयो भने डुब्नुहुन्छ, यस्तो नपढ्ने। एक्ज्याक्टली इक्जाममा जुन क्वेसन सोधेको छ त्यही क्वेसन मात्र पढ्ने है। भेरी भेरी इम्पोर्टेन्ट क्वेसनमा यो आउँछ। फर्स्ट प्रायोरिटी भनेको चाहिँ टिटिएल इन्भर्टरमा चाहिँ अब तपाईँको टिटिएल इन्भर्टरको पनि तपाईँको चाहिँ
मा पनि हाम्रो चाहिँ यस्तो छ क्या नट गेट चाहिँ म स्किप गर्नुपर्ने हुन्छ किनकि नट गेट अब टाइम छैन टाइम नभएको बेलामा नट गेटलाई चाहिँ स्किप गरेर हामीले पढ्नुपर्ने भनेको न्यान गेट मात्र पढ्नुपर्छ किनकि न्यान गेट सोधेको छ नट गेट भनेर चाहिँ प्रायः सोधेको छैन त्यही भएर न्यान गेट नै रिफर गर्नु है ठिक छ इक्जाममा सोधेको कुरालाई बढी प्रायोरिटी गर्ने र इक्जाममा सोधेको कुरालाई चाहिँ के गर्ने भन्दाखेरि धेरै धेरै रिभिजन गर्नुपर्ने हुन्छ ल ठिक छ केही नबोलिकन अब हामी फेरि पनि यहाँनिर मैदानमा उत्रिन्छौँ इनपुट ए आउँछ इनपुट बी आउँछ होइन इनपुट ए आउँछ इनपुट बी आउँछ भनेको सबभन्दा सुरुमा यो बनाउने भन्न सिकेको थिएँ मैले होइन यो बनाउने भनेको Q1 बनाउन सिक्ने Q1 बनाइसकेपछि के गर्ने अब यतातिर नजाने R1 R2तिर चाहिँ अहिले ध्यान दिइरहनु पर्दैन मेन भनेको यसको कलेक्टर कहाँ गएर जोइन भएको छ भन्ने कुरा हो क्या यसको कलेक्टर चाहिँ कहाँ गएर जोइन भएको छ अर्को ट्रान्जिस्टर नम्बर Q2 नाम दिएको है केही फरक पर्दैन नाम त दिन सकिन्छ लास्टमा यसको चाहिँ यहाँ गएर चाहिँ कलेक्टर यहाँ गएर जोइन भएको हुन्छ यो कुरा चाहिँ याद गर्नुपर्छ कि एकदमै यसको बेसमा गएर जोइन हुन्छ होइन यसबाटै कहानीहरू सुरु हुन्छ अहिले फेरि एक्सप्लेन गरौँला होइन ठिक छ अनि त्यसपछि यहाँनिर चाहिँ यसको माथिपट्टि एउटा रेजिस्टर तलपट्टि एउटा रेजिस्टर यो डटहरू एकदमै ख्याल गरेर राख्ने भेरी भेरी इम्पोर्टेन्ट ठिक छ सजिलो छ अब यसबाट एउटा चाहिँ हेरौँ त यहाँनिर यो कलेक्टर बेस इमिटर हो कलेक्टरबाट यहाँनिर अर्को ट्रान्जिस्टरमा जान्छ र इमिटरको तलतिरबाट चाहिँ अर्को ट्रान्जिस्टरमा जान्छ इजी छ नि त एउटा ट्रान्जिस्टर Q1 Q2 अनि Q3 Q4 है यहाँ Q3 Q4 नलेख्नु नि फेरि Q3 तलपट्टि Q4 माथिपट्टि है यसरी लेखेको छ यही अनुसार नै लेख्नु होला ठिक छ किनकि योबाट यतातिर गएको हुन्छ कि सुरुमा Q3 मा यतातिर जान्छ त्यसपछि यतातिर जान्छ होइन अनि त्यसपछि D3 यसमा के कुरा याद गर्नुपर्छ भन्दाखेरि चाहिँ यो सबभन्दा सुरुमा प्र्याक्टिस गरिहाल्नुपर्छ यो प्र्याक्टिस गरिसकेपछि यसको यहाँनिर आएर जोइन गरे भनेर प्र्याक्टिस गर्नुपर्छ यो यता जोइन गरे हुन्छ यो चाहिँ यता गएर जोइन गरे हुन्छ र Q3 र Q4 को बिचमा चाहिँ डायोड हुन्छ भनेर याद गर्नुपर्छ अर्को कुरा Q3 र Q4 को बिचमा चाहिँ डायोड हुन्छ भनेर याद गर्नुपर्छ र जहिले पनि अब Q3बाट चाहिँ के हुन्छ यसबाट चाहिँ आउटपुट आउँछ भनेर याद गर्नुपर्छ इनपुट आउटपुट आउँछ भनेर याद गर्नुपर्छ अनि इनपुट एबाट डायोड D1 आउँछ इनपुट बीबाट चाहिँ के आउँछ भनौँ त हाम्रो डायोड D2 आउँछ सक्यो त अब ट्रान्जिस्टर सबै ट्रान्जिस्टरतिर चाहिँ के हुन्छ हाम्रो चाहिँ के बनाउनुपर्छ भन्दाखेरि रेजिस्टर बनाउनुपर्छ एउटा रेजिस्टर दुईवटा रेजिस्टर तिनवटा Q4 को माथितिर नि एउटा रेजिस्टर बनाइदियो होइन Q2 को यता तलतिर नि हामीले रेजिस्टर बनाइदियो होइन 1 2 3 4 चारवटा चाहिँ हामीले बनाउनुपर्छ चारवटा रेजिस्टर बनाउनुपर्छ भनेपछि चारवटा ट्रान्जिस्टर चाहिँ हामीले बनाउनु पर्ने हुन्छ कि एभ्री फिगरमा अलमोस्ट अनि यहाँनिर चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ ग्राउन्ड गरिएको हुन्छ ठिक छ यहाँनिर डट छ है यो एकदमै इम्पोर्टेन्ट छ डटलाई चाहिँ नछोड्नु होला प्लस VCC यहाँबाट बाहिर गएको हुन्छ आई थिङ्क दिस फिगर इज इजियर वान है ठिक छ अब यो यसमा चाहिँ आई थिङ्क यति नै बुझौँ है किनकि यो क्वेसन सोधिरहेको हुन्छ इक्जाममा नट गेट खासै अब सोधेको देखेको छैन अब यही नै बुझ्ने यही नै इक्जाममा प्र्याक्टिस गर्नुपर्ने हुन्छ यसमा पढ्दाखेरि के हुन्छ एउटा यो पढ्ने एउटा यहाँ हुन्छ यसबाट यसमा जान्छ यसबाट यसमा जान्छ यसबाट यसमा जान्छ कहानी हुन्छ क्या यहाँनिर अहिले प्याराग्राफ एक्सप्लेन गर्दाखेरि बुझिन्छ र यो यहाँ इम्पोर्टेन्ट कुराहरू भनेको के भन्दाखेरि अब 2 इनपुट होइन यसमा चाहिँ डायोड इक्विभ्यालेन्ट अफ द TTL मल्टिपल इमिटर ट्रान्जिस्टर दुईवटा इमिटर भएको ट्रान्जिस्टरको चाहिँ यो फिगर हो डायोड इक्विभ्यालेन्ट अफ द मल्टिपल इमिटर ट्रान्जिस्टर भनेर लेखे नि हुन्छ यहाँनिर अब सबै डायोड इक्विभ्यालेन्टै लेख्नुपर्छ भन्ने पनि छैन भनेपछि डायोडसँग इक्विभ्यालेन्ट गरिएको हो त्यही भएर चाहिँ यसलाई डायोड इक्विभ्यालेन्ट लेखेको मल्टिपल इमिटर ट्रान्जिस्टरलाई चाहिँ यसरी अघि बनाएको चिजलाई यहाँबाट एउटा इमिटर आउँछ अर्को इमिटर आउँछ कलेक्टर C आउँछ र डायोडमा चाहिँ यसलाई कम्पेयर गर्दाखेरि है त यसलाई पनि एक्सप्लेन गर्न सकिन्छ पछि अब डायोड D4 D5 D4 D5 होइन यसलाई डायोडमा यसरी राख्यो है ठिक छ डट एउटा बनायो बेस यहाँनिर छ D4 भयो D5 भयो D6 भयो ठिक यति हो फिगर सक्यो अब यो कुरालाई एक्सप्लेन गरौँ होइन TTL NAND गेट भन्ने चिजलाई चाहिँ के गरौँ भन्दाखेरि एक्सप्लेन गरौँ भिडियो लेन्दी भइसक्यो 9 मिनट भइसक्यो है अनावश्यक गफ धेरै गरेर चाहिँ 9 मिनटको भिडियो आइसक्यो है ठिक छ ल ठिक छ अब यसमा चाहिँ एक्सप्लेन गर्नु पर्दाखेरि चाहिँ Q1 भन्ने हुन्छ है Q1 भन्ने हुन्छ Q1 अघि मैले फिगरमा देखाएको थिएँ अब यहाँ पनि हेर्दै जाऊँ होइन ल यो दुईटालाई एकैचोटि सँगै राखौँ Q1 यहाँनिर छ होइन Q1 भनेको ट्रान्जिस्टर यहाँनिर छ अब मैले यहाँनिर Q1 भनेर लेखेको छु मल्टिपल इमिटर ट्रान्जिस्टर मल्टिपल इमिटर इनपुट भएको ट्रान्जिस्टर है ठिक छ त्यस पछाडि के हुन्छ Q2 भनेको फेज स्प्लिटर ट्रान्जिस्टर के रहेछ Q2 भनेको चाहिँ फेज स्प्लिटर ट्रान्जिस्टर यहाँ भएको Q2 है Q2 भनेको के रहेछ भन्दाखेरि फेज स्प्लिटर ट्रान्जिस्टर रहेछ Q3 भनेको के हुन्छ भन्दाखेरि टोटेम पोल आउटपुट ट्रान्जिस्टर यिनीहरूले चाहिँ टोटेम पोलको काम गर्छ टोटेम पोल भनेको के हो अहिले पछि म बुझाउँछु ठिक छ Q3 र Q4 लाई किन टोटेम पोल भनिएको हुन्छ भनेर चाहिँ अब पछि बुझाउँछु जस यिनीहरूलाई Q3 र Q4 यहाँ सिरिजमा जोइन भएको हुन्छ त्यही भएर टोटेम पोल भन्छ त्यति कुरा हो भने चाहिँ
टोटेम पोल आउटपुट ट्रान्जिस्टर यिनीहरूले आउटपुट दिने भएको भएर यसलाई चाहिँ के भन्छ आउटपुट ट्रान्जिस्टर भन्छ ठिक छ। फेज स्प्लिटर ट्रान्जिस्टर Q1 भनेको इनपुट आएको भएर इनपुट ट्रान्जिस्टर भयो होइन, मल्टिपल इमिटर भएको भएर नामबाटै क्लियर हुन्छ। यिनीहरू दुईटालाई किन टोटेम पोल भनिन्छ, सिरिजमा भएको भएर चाहिँ यिनीहरूलाई टोटेम पोल भनिन्छ। अनि त्यसपछि R1 R2 R3 R4 भनेको के भन्दाखेरि बायसिङ रेजिस्टर हुन्छ, यसलाई चाहिँ बायसिङ रेजिस्टर भन्छ अथवा रेजिस्टर भनेर भन्यो नि भइहाल्यो ठिक छ। AB आउटपुट, अब यो कुरा बुझ्नुपर्ने हुन्छ है। TTL न्यान्ड गेट पढ्दाखेरि चाहिँ एउटा सर्किट चाहिँ बुझ्नुपर्ने हुन्छ, भेरी भेरी इम्पोर्टेन्ट। 0 0 दुईवटा लेख्ने होइन, पहिला पनि गरेको चिज हो यस्तो चिजहरू। 0 0 दुईवटा लेख्ने, 1 1 लेख्ने होइन, 0 1 0 1 यो त लेख्न आइहाल्छ। त्यसपछि 0 र 0 भयो भनेपछि के हुन्छ, सेम सेम भयो भनेपछि चाहिँ 1 आयो ठिक छ। 1 र 1 आउँदाखेरि मात्र 0 हुन्छ, अरू बेलामा चाहिँ न्यान्ड गेटको बनाउँदाखेरि त्यही नै हो क्या। 0 0 बनायो भनेपछि चाहिँ हाम्रो के आउँछ, आउटपुट आइहाल्छ ठिक छ। एन्ड गेट हो, एन्ड गेटलाई हामीले न्यान्ड बनाएको त हो नि होइन, के गाह्रो छ र एन्ड गेटलाई हामीले न्यान्ड गेट बनाएको ठिक छ। अब यो न्यान्ड गेट मात्र पढेर छौँ, धेरै कुरा जान्नु पर्दैन। हाम्रो जब जब 1 हुन्छ त्यति बेला 0 हुन्छ, अरू सबै बेलामा हाम्रो के हुन्छ 1 हुन्छ भनिदिने। 0 0 भएको बेला नि 1, 0 1 भएको बेला नि 1, 1 0 भएको बेला नि 1, तर 1 र 1 भएको बेलामा चाहिँ के हुन्छ 0 हुन्छ। अथवा तपाईँले यसलाई एन्ड गेट बनाएर त्यसलाई उल्टो बनाइदिनु भयो भने न्यान्ड गेट हुन्छ, त्यो पनि गर्दा हुन्छ ठिक। यसको एउटा सर्किट के भन्छ यसलाई ट्रुथ टेबल चाहिँ बनाइदियो। अब यी कुरा बुझ्ने कुराहरू है, सबै कुरा बुझ्ने कुराहरू यसरी लेख्नुपर्छ भन्ने छैन। इक्जाममा अलिकति पेपर भर्नको लागि चाहिने चिजहरू मात्रै हो, मेन चाहिँ सर्किट डायग्राम नै हो ठिक छ। इनपुट ए एन्ड इनपुट बी आर प्रेजेन्ट, के हुन्छ इनपुट ए पनि हुन्छ इनपुट बी पनि के हुन्छ प्रेजेन्ट हुन्छ। फिगर 2 सोज ड्याट होइन, फिगर 2 भनेको यो हो ठिक छ। फिगर 2 सोज ड्याट यहाँ रहेछ फिगर है ठिक छ। फिगर 2 सोज ड्याट माथि पनि हेर्दै गर्नु, तल पनि हेर्दै गर्नु। Figure 2 shows that the diode network for the transistor, diode network for the transistor होइन। If either A or B is 0 then the current flows through the path, के हुनु पर्दो रहेछ अरे, either A or B is 0 भनेको यो सर्किट डायग्रामबाट थाहा हुन्छ कि त यो भनेको 1 र 1 भयो भनिसकेपछि चाहिँ हुँदैन, नभए कुनै दुईटा मध्येमा एउटा चाहिँ 0 छ भने पनि त्यहाँबाट फ्लो हुन्छ भनेर भनिसकेको छ है। त्यसपछि के हुन्छ भन्दाखेरि बेस कलेक्टर जङ्सन डायोड D6 बिकम्स रिभर्स बायस सो करेन्ट क्यान नट फ्लो थ्रु Q2 ठिक छ। बेस कलेक्टर जङ्सन डायोड G6 यसमा के कुराबाट चाहिँ यसो आएको छ भन्ने हुन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि अब यसमा के हुन्छ भन्ने कुरा गऱ्यो होइन। बेस कलेक्टर जङ्सन डायोड D6 बिकम्स रिभर्स बायस होइन, D6 बिकम्स के हुन्छ रिभर्स बायस सो करेन्ट क्यान नट फ्लो थ्रु Q2 ठिक छ। अब यो कुरालाई यसरी पढौँ यो दुईवटा चाहिँ एउटै सेन्टेन्स हो है खासमा चाहिँ। इफ ए अर बी इज 0, ए अर बी इज 0 होइन, ए अर बी इज आइदर ए अर बी इज 0 देन द करेन्ट फ्लोज थ्रु दस पाथ होइन। करेन्ट फ्लो हुन्छ त्यो कुरा थाहा छ हामीलाई किनकि 1 1 आएको छ। बेस कलेक्टर जङ्सन डायोड G6 होइन, बेस कलेक्टर जङ्सन डायोड D6 भनेको चाहिँ छोडिदिउँ, त्यो D6 भनेको के हो थाहा भएन, यहाँनिर D6 हुन्छ। यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ रिभर्स बायस हुन्छ यो चाहिँ है, यहाँनिर करेन्ट फ्लो हुन्छ कि हुँदैन भन्ने कुरा मात्रै हो क्या। बेस कलेक्टर जङ्सन डायोड D6 बिकम्स के अरे रिभर्स बायस क्या, यो चाहिँ के हुन्छ रिभर्स बायस हुन्छ। रिभर्स बायस भएर चाहिँ यहाँनिर चाहिँ अब है ठिक छ, यो तिनवटाको लागि हामीले गर्दैछौँ ठिक छ। 0 0 1 0 को लागि के गर्दैछौँ भन्दाखेरि यसको लागि गर्दैछौँ। बेस कलेक्टर जङ्सन डायोड चाहिँ यति बेला के हुँदो रहेछ अरे, यो कन्डिसनमा यो 1 1 1 वाला कन्डिसनमा चाहिँ के हुन्छ अरे बिकम्स रिभर्स बायस सो करेन्ट क्यान नट फ्लो थ्रु द Q2, Q2बाट चाहिँ करेन्ट फ्लो हुँदैन। कति बेला हुँदैन, कि त ए कि त बीको भ्यालु चाहिँ हाम्रो के आइदियो अरे 0 भइदियो भनिसकेपछि चाहिँ हाम्रो के हुन्छ त्यहाँबाट चाहिँ करेन्ट तिनीहरू चाहिँ के हुन्छ त्योबाट पाथ फ्लो हुन्छ, तर चाहिँ Q2बाट करेन्ट जाँदैन, त्यति बुझौँ न, Q2बाट करेन्ट जाँदैन भन्ने भयो। लो अन आइदर इनपुट ए अर बी फरवर्ड बायसेस त त्यही कुरा हो है। फरवर्ड बायसेस द करेस्पोन्डिङ डायोड्स एन्ड रिभर्स बायसेस द डायोड C6 ठिक छ। फरवर्ड बायसेस द करेस्पोन्डिङ डायोड्स है, जुनमा चाहिँ 0 छ त्यसलाई चाहिँ के गर्छ यसले चाहिँ फरवर्ड बायस गर्छ ठिक छ है। लो जुनमा छ त्यसलाई चाहिँ त्यसले के गरिदिन्छ फरवर्ड बायस गरिदिन्छ, र यो दुईवटा इनपुट छ नि जुनमा चाहिँ लो छ त्यसलाई चाहिँ के गरिदिन्छ फरवर्ड बायस गरिदिन्छ, र जुनमा चाहिँ लो छैन त्यसलाई चाहिँ के गरिदिन्छ रिभर्स बायस चाहिँ गरिदिन्छ है। होइन के अरे D6 लाई चाहिँ यसले अफकोर्स D6 लाई चाहिँ यसले Q2बाट करेन्ट फ्लो हुँदैन भनेको त। हेन्स द करेन्ट डज नट फ्लो थ्रु द ट्रान्जिस्टर Q2 एन्ड Q2 बिकम्स द अफ। Q2 अफ भइसकेपछि Q3 टर्न अफ है ठिक छ। Q2 भनेको Q3 सँगै आएको हुन्छ, त्यही भएर Q3 पनि के हुन्छ टर्न अफ हुन्छ। त्यस पछाडि के हुन्छ भन्दाखेरि हेन्स द आउटपुट बिकम्स हाई, आउटपुट चाहिँ के हुन्छ त्यति बेलामा चाहिँ एकदमै हाई हुन्छ।
आउटपुट बिकम हाई भने आउटपुट बिकम त्यति बेला Q2 अफ भइसकेपछि के हुन्छ आउटपुट चाहिँ त्यति बेलामा हाई हुन्छ Q4 गेट्स बेस करेन्ट होइन Q4 ले बेस करेन्ट गर्छ Q4 टर्न अन एन्ड मेक्स द आउटपुट हाई किन आउटपुट हाई हुन्छ भन्दाखेरि चाहिँ Q4 ले चाहिँ आउटपुटलाई हाई बनाउँछ भन्नु सक्यो ठिक के पढ्यौँ होइन आइदर ए अर बी 0 भयो भनिसकेपछि त्यसबाट चाहिँ त्यो चाहिँ फरवर्ड बायस हुन्छ होइन जुनमा चाहिँ त्यो डायोड चाहिँ फरवर्ड बायस हुन्छ होइन जसले 0 पाउँछ त्यो चाहिँ फरवर्ड बायस हुन्छ तर अब 0 नपाउनेसँग हामीलाई मतलब भएन तर जे भइसकेपछि लो दिँदाखेरि आइदर ए अर बी लो हुँदाखेरि चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ Q2 चाहिँ के हुन्छ Q2 मा चाहिँ करेन्ट फ्लो हुँदैन Q2 मा करेन्ट फ्लो नभएपछि Q3 मा चाहिँ करेन्ट फ्लो हुँदैन Q3 मा करेन्ट फ्लो हुँदैन तर Q4 मा चाहिँ करेन्ट फ्लो हुन्छ र Q4 ले चाहिँ हाई दिन्छ भन्ने यति मात्र कुरा हो ठिक अब केस 2 अर्को केस 2 मा के हुन्छ भन्दाखेरि A = 1 B = 1 हाम्रो हुन्छ A = 1 र B = 1 हुन्छ हैन दुवैमा चाहिँ हाई इनपुट दियो भन्ने कुरा चाहिँ हुन्छ अनि बोथ इमिटर अफ द Q1 आर रिभर्स बायस हैन हाई इनपुट पाइसकेपछि लो इनपुटमा पो फरवर्ड बायस हुन्छ त साथी हाई इनपुटमा त दुईटै रिभर्स बायस हुन्छ ठीक छ हाई इनपुट पाउँदाखेरि त्यो चाहिँ रिभर्स बायस हुन्छ भनेर लेखिदिनु D6 बिकम्स के हुन्छ फरवर्ड बायस अघिको ठ्याक्कै उल्टो हो कि Q2 बाट करेन्ट चाहिँ के हुन्छ फ्लो हुन्छ Q2 बाट करेन्ट फ्लो भइसकेपछि अफ कोर्स Q3 लाई त्यसले चाहिँ अन गर्छ र Q4 लाई चाहिँ के गरिदिन्छ अफ गरिदिन्छ हेन्स द आउटपुट इज लो Q4 अफ भएर आउटपुट इज लो Q4 गेट्स नो बेस करेन्ट सो Q4 इज अफ आउटपुट भनेको तिम्रो के हुन्छ आउटपुट भनेको लो आउटपुट चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि टोटेम पोल आउटपुट भन्ने छ टोटेम पोल आउटपुट भन्ने छ हैन टोटेम पोल आउटपुट पर्दाखेरि अब Q3 र Q4 आर कनेक्टेड इन सिरिज विथ इच अदर दिस इज अरेन्जमेन्ट इज कल्ड टोटेम पोल आउटपुट वन लाइन आन्सर भइहाल्यो सक्यो आउटपुट इज कनेक्टेड टु द VCC थ्रु 4 हैन आउटपुट भनेको जहिले पनि VCC मा तर 4 बाट आउने भएको भएर 4 ले चाहिँ सबै आउटपुटलाई चाहिँ डिटरमाइन गर्नेको हुन्छ हाम्रो Q4 मेक्स आउटपुट हाई Q3 मेक्स आउटपुट छोडियो चाहिएन किन चाहिएन इफ वी निड हाई आउटपुट यस्तो चाहिँदैन अघि नै हामीले एक्सप्लेन गरिसक्यो Q4 यो चाहिएन है इफ वी निड हाई आउटपुट Q4 इज अन Q3 इज अफ हैन Q4 अन भयो भने चाहिँ हाई आउटपुट हामीले पाउँछौँ त्यही हो कुरा इफ वी निड लो आउटपुट हामीलाई चाहिन्छ भने चाहिँ Q4 लाई अफ गर्नुपर्छ Q3 लाई अन गर्नुपर्छ यो चाहिँ केको लागि युज हुन्छ भन्दाखेरि फास्ट स्विचिङ भन्ने एउटा टेक्निक हुन्छ हैन टेक्नोलोजी हुन्छ त्यो टेक्नोलोजीको लागि चाहिँ युज हुन्छ एडभान्टेज भनेको के भन्दाखेरि द आउटपुट इम्पिडेन्स इज अलवेज लो आउटपुट इम्पिडेन्स जहिले पनि के हुन्छ लो हुन्छ रे आउटपुट भोल्टेज क्यान चेन्ज इजिली फ्रम हाई टु लो अब चाहिएन यो कुरा एडभान्टेज पनि चाहिएन ल अब यस्तो भयो हैन यति नै हो कुरा